भन्छ ल तपाईँले त्यो बुट हुन्छ नि चना भिजाएर तपाईँले शुक्रबार सन्तोषी माताको व्रत लिनुहुन्थ्यो हो। अनि सन्तोषी माताको व्रतमा अनि कतिवटा केटाहरूलाई खुवाउँथे होइन? 8वटा केटाकेटी कि केटाकेटा? केटाकेटालाई खुवाउँथे नि। अनि सुन्नु है, मलाई याद छ म सानो थिएँ त्यो बेलामा पनि मलाई याद भएको भनेको तपाईँको त्यो शुक्रबारे व्रत रहेछ अनि 8वटा केटा खुवाउने भनेको। अनि हामी चाहिँ उहाँ पर त्यो खलखलले पारी ठुलो बगडीको बोट भन्थे, बगडीको बोट बयरको बोट हो, त्यहाँनिरबाट बयर टिपेर खाएछौँ। अनि त्यहाँबाट आए खाने बेला हामीले त बयर खायौँ भने लो अमिलो खाएपछि हुँदैन भनेर त्यो व्रतमा खुवाउने मेलोबाट पनि हामी वञ्चित भएको थिएँ म होइन। केटाकेटीमा कति खाउँ लाग्छ, त्यो उमेरमा अब खान दिएनन्, अमिलो खाएको छ यसले भनेर त्यो याद आउँछ क्या मलाई। अनि तपाईँले पूजा गरिसकेर त्यो बुटको चना र अनि सक्खर दिँदाखेरि साह्रै मिठो माछा खाएको कहिले नबिर्सिने अझै पनि छ। म शुक्रबार माछा मासु खान्न त अहिले पनि त्यतिखेरैदेखि पूजा गर्नुहुन्थ्यो नि? खान्न त शुक्रबार।